हेलो हेलो नमस्ते नमस्ते सबैजनामा मेरो टिकटकर साथीहरू। यो बाटो चाहिँ कालो बन्जरबाट यतापट्टि रामधुनी जाने बाटो हो। कालो बन्जरको धनपुरी भन्ने ठाउँबाट चाहिँ त्यहाँबाट चाहिँ हामी यता लाग्दैछौँ। यो बाटो चाहिँ म 25-30 वर्ष अगाडि यो बाटो चाहिँ हामी साइकलमा हिँड्थ्यौँ। त्यसको पनि छुट्टै कहानी छ। कहानी चाहिँ के छ भने हामी त्यही म 14-15-16 वर्षको थियौँ होला। हामी 8-9 क्लासमा पढ्दाखेरि यो बाटो हिँड्थ्यौँ। त्यहाँ प्रकाश रोड यो बाटो हुँदै 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 हामी पञ्चायत जान्थ्यौँ। कहिले त हिँडेरै गएको यो बाटो। पञ्चायतमा गएर एक रात बास बस्ने, त्यहाँबाट हिँडेर भोलिपल्ट फेरि के अरे तर्रा पुग्ने, तर्राबाट धरान बसमा गएर चाहिँ फिल्म हेरेर फेरि आएर त्यहाँ एक रात बसेर पञ्चायतमा अनि यहाँ मात्रै घर पुग्छौँ। फिल्म भनेपछि त्यतिखेरको जमानामा अब केही कहीँ हेर्न पाइँदैन थियो कि हलमै हेर्नु पऱ्यो फिल्म। त्यसरी चाहिँ यो बाटो हिँडेको साथीहरू। यो बाटोको आज 20-30 वर्षको अन्तरालमा दोस्रो पटक हिँड्दैछु है साथीहरू। धन्यवाद।